Ayo Cina Balam Kopi Kitab. 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 ओहो भैया कति बाँच्यो त बेच्ने भैया मेरो पनि कपी किताब बुढाबुढीले थुप्रो छोडिरहेको थियो बेच्नुको लागि के अब बेचेर यसो रक्सी खानु त हुन्थ्यो बेच्नु पर्ला अब यो किताबहरू बेचिदिनु पर्यो अब यो बुढाबुढीको रक्सी खानु पर्ने थियो पैसा नभएर अब बेचिदिनु पर्यो Balam Kopi Kitab. Ayo Cina Balam Kopi Kitab. Ayo Cina Balam Kopi Kitab. ए भैया एकछिन बख बख भनिस् है भैया एकछिन बख बख यो किताब बेच्नु त रक्सीहरूलाई कति हो? केजीको कति छ भैया केजीको 20 रुपैयाँको दाम हो के? कक्षा 10 किसिमको बाजे 1100 किताब लाने जान्नुहोस् जोग्नुहोस् दाजु कति केजी छ 1 केजी छ भाइ 1 केजी मैले बुढा माल्दै भन्नु बडा मार्नु बाजे 2 केजी छ होला बाजे छिटो बाजे ल हुन्छ भाइ अझै बाजी छ कि छैन छ होला अलिकति नपरा परेको थियो होला हुन्छ भाइ आयो टिम बालम कपी किताब आयो टिम बालम कपी किताब पैसा चाहिँ कति कम्ती हो 80 रुपियाँ जति भएछ अब रक्सी खानु जानु पर्यो तल्लो घरे चाहिन्छ यसैले रक्सी छ कि छैन हौ छ बाजे छ कोदोको खानु नि कि के को खानु नि बाजे कोदोको खानु नि साइली नानी लास्ट कोदोको रक्सी खानु मन परेर आएको हुन्छ नि बाजे भित्र बस्नु नि भित्र ल नानी म आएँ नि भित्र बसेँ नि नानी रक्सी मिठै छ नि मिठै छ बाजे मिठै छ कोदोको एकदम मिठो लोकल हो यो बाजे मिठो छ नि नानी मिठो छ बाजे नानी यस्तो चितन छैन छ नि बाजे ल्याइदिनु त हुन्छ बाजे अब सीतामा केही छैन एउटा प्याजको डल्ला लकिनु पर्यो बाजेले खान्छ कि लाउनुहोस् बाजे सीतन यही प्याजको डल्ला चाहिँ खानुहुन्छ नि अनि नानी काटेर ल्याइदिएको हुन्थ्यो नि यत्रोबाट होइन बाजे खाइ रक्सी त मिठो रहेछ नानीको नानी रक्सी गिलास फेरि थप त खानुपर्ने बुढामा छिट्टै मरिन्छ बाजे रक्सी हेर्नु बाजे एक ग्लास थपिन्छ त्यहाँदेखि नखानु ल नानी म त बुढेसकालले चाहिँ खाँदा केही हुँदैन तिमीहरू पो भर्खर जस्तो खानु हुँदैन म त बुढो भयो खानु हुन्छ नि मैले रक्सी भोलि नहुनु पर्यो नानीको मलाई मिठो रक्सी पाउँछ है नानी मिठो पाउँछ बाजे कोदोको अन्त लोकल राम्रो छ यो गाउँबाट चामलहरू ल्याएर बनाएको कोदोको उयोहरू ल्याएर बनाएको बाजे मिठो छ नि नानी भोलि नआउँछ म सक्यो
धेरै लाग्यो म सिक्नु